भनेपछि सर, अब यो वर्ष नर्सिङ पढ्नु पर्यो भने बेटर अप्सन कुन होला त? अब भर्खरै नेपालको ऱ्यापअप पनि सकिया छ। त्यही अनुसार चाहिँ यदि सेप्टेम्बर इन्टेकमा एप्लाई गर्ने हो भने चाहिँ युकेमा युनिभर्सिटी अफ वर्स्टरमा एप्लाई गर्न मिल्छ विद्यार्थी भाइ बहिनीले। यसमा रिक्वायरमेन्ट्स के कस्तो छ बताइदिनु न। अभियसली नर्सिङमा जाने हो भने त सिई त पास हुनै पर्यो र प्लस टूमा चाहिँ 2.4 जिपिए मिनिमम चाहिन्छ र म्याथमेटिक्स लिएको हुनुपर्छ। म्याथमेटिक्समा सी प्लस आउनुपर्छ। यदि म्याथमेटिक्स 12मा ल्याएको छैन भने चाहिँ 10 कोले पनि हुन्छ र त्यसमा पनि सी प्लस आउनै पर्यो। सेम एज रिक्वायरमेन्ट चाहिँ पिसिएल नर्सिङको ब्याकग्राउन्डको विद्यार्थीको लागि पनि त्यही नै हुन्छ। आइएलटिएस? आइएल्सपिटी नभए पनि केही फरक पर्दैन, तर भयो भने राम्रो। आइएल्समा चाहिँ 6 नट लेस देन 5.5 र पिटिओ भने चाहिँ 59 चाहिन्छ। फी के कस्तो छ? फी यसको लागि चाहिँ 17,200 पर इयर पर्छ र स्कलरसिप पनि एभाइलेबल हुन्छ जिपिए अनुसार। 2.8 जिपिए छ भने चाहिँ अथवा त्योभन्दा माथि छ भने चाहिँ पर इयर 3000 स्कलरसिप। 2.6 भन्दा माथि जिपिए छ भने पर इयर 2000 स्कलरसिप। साथै 2.4 अथवा 3.4 भन्दा माथि छ भने 1000 पर इयर स्कलरसिप हुन्छ। साथै अर्ली बर्ड डिस्काउन्ट पनि एभाइलेबल हुन्छ अप टु 500 देखि 1000 पाउन्डसम्म। थ्याङ्क यू सर। वेलकम। यदि हजुरहरू पनि नर्सिङ पढ्नुको लागि युनिभर्सिटी अफ वेस्टर्नमा एप्लाई गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। भाग्य होइन अब हब हुन्छ, आँखा बन्द अब सब घुम्छ।